हामी त्यो ग्यालेरी मलको आम्ने सामने आइसकेको छौँ। ग्यालेरी मलको आम्ने सामने टक्क हामी त्यही सिग्नलमा खडा भएर वेटिङ गर्दैछौँ। सिग्नल लाइट गाइज वाट्सअप फेरि पनि शेर्पा ब्लगमा तपाईँहरूलाई वेलकम छ। साथमा मेरो पवन भाइ र हामी लगभग ग्यालेरी मलको आम्ने सामने हरियाली रातिको भ्यू हेर्दै होइन साइडमा यो सिग्नल खुलिसकेको छैन। बास सिग्नल खुल्ने बित्तिकै टाप हानिहाल्नुपर्छ है गाइज। यसो भिडियो सिडियो हेरेर यसो कमेन्ट एन्ड लाइक सब्सक्राइब गरिदिनु होला र फेरि पनि तपाईँहरूलाई म यस्तै भिडियो लिएर तपाईँहरूको सामने आउने छु। गल्ली भनौँ भाइ के आजको कुदाइ कस्तो भयो त? आज त वान अफ द बेस्ट अफ माई लाइफ होइन। आज त सही बबाले भयो नि। आज त मजा आयो। यतिको कुदेपछि मिठो लाग्छ। आनन्द हजुर पसिनै भयो नि आज चाहिँ पसिन हुँदै हामी चाहिँ लगभग रुमतर्फ लागिरहेको छौँ। अब हेरौँ कति मिनटमा पुगिन्छ। अब रुम रातिको नजारा यो चाहिँ होइन दामी छ। यस्तै ठाउँहरू यो देखाउन चाहन्छु म। बस गल्लीमा अनि कस्तो लाग्दैछ शेर्पा ब्लग तपाईँहरूलाई र कमेन्ट गर्नु होला। हामी अब आइपुग्नु भन्दा नि अब लगभग 30 मिनट्स लाग्छ होला यहाँबाट जानुको लागि। हामी पुग्नुको लागि त 30 मिनट्स लाग्छ। खुलेर जाने भिडियो बापरे के हो भाइ माउन्टेन एभरेस्ट जस्तै छ त यार यो त। हामी त कहाँ छौँ त? सिग्नल खुलिसकेछ ल कुद्नु पर्ने भयो नि फेरि सिग्नल खुलेपछि त मिनटमा बन्द हुन्छ नि त फेरि। रोजवुड अगाडिपट्टि हामी त्यो नेचुरल एकदम भिडियो त्यो हामी एडिट गरेर केही त्यस्तो गर्दैन। हामी नेचुरल हामी त सिधै अगाडि लगभग 30 मिनट्स यहाँबाट लागेर टाइडहरू डेन्जर आउँछ नि फेरि।